हेलो नमस्ते सबैलाई। अहिले चाहिँ हामी त्यहाँ चाहिँ पुरा एकदम मेरो फरेनमा सरसँगले हामी खौरुङ हामी त्यहाँ चाहिँ पुरा एकदम खौरुङ सबैजना मिलेर। अनि हेर्न सक्नुहुन्छ हामी सबैजना गाडीमा एकदम मेरो फरारीमा आँटी यहाँ भाउजू, काकी, दिदी, यहाँ बुइनीहरू यहाँ सबैजना बसिरहन्छ मेरो फरारीमा। अनि हामी चाहिँ पुरा एकदम यो खौरुङ 4 अलि चोकमा चाहिँ आइपुग्यौँ। हामी यहाँ फलफुल के भेटिन्छ भनेर पुरा हेरिरहेको छौँ, केही छैन यहाँ फलफुल। अनि म भाउजू पनि पुरा खोजिरहेको छौँ, छैन फलफुल हामीले भेटिनौँ। अनि फेरि भनेर के गरौँ भनेर फेरि गाडीमा चढ्न थाल्यो सबैजना धमाधम पुरै गाडीमा चढ्न थाल्यो। अनि हामीहरू जहाँ चाहिँ फाइनली हामी यहाँ चाहिँ आइपुग्यौँ। यहाँ चाहिँ हिजो अस्ति यहाँ एकजना आमै बाइक एक्सिडेन्ट भएर खौरुङ गारो बस्तीमा लड्नु भएको थियो र उहाँको ज्यान भएर उहाँ चाहिँ हामी फाइनली यहाँ चाहिँ आइपुग्यौँ खौरुङ चौकामा। यहाँ खौरुङ गारो बस्तीमा चाहिँ आइपुग्यौँ र यहाँ चाहिँ पुरा सबैजना बसिरहेको दमदम। फेरि अनि त्यहाँबाट हामी निस्क्यौँ र फेरि आयौँ यता। अनि हामी रामदास चौका आएर यता घुम्न के जाति यसो पापा के किन्न थाल्यो र हामीहरू चाहिँ सबैजना किनिरहेको हुन्छ पापा सबै के किनिरहेको छ। अनि हामी अब यहाँ चाहिँ लाग्ने अब हामी लिसिङ गाउँतिर। अनि हामी चाहिँ सारैतिरको हरियाली चियापत्ती बगानको एकदम खुबसुरती हेर्दै हामी चाहिँ पुरा जान थालेका एकदम लिसिङ गाउँ एकदम घागराको छेउमै हामी चाहिँ पुग्न लाग्यौँ। अनि जहाँ हामी चाहिँ आइपुग्यौँ फाइनली हामी चाहिँ यो घरमा आइपुग्यौँ। यो चाहिँ एकदम घागरा छेउमै पर्छ, यो चाहिँ लिसिङ गाउँ पुरा एकदम घागराको छेउमै। अनि फेरि उहाँबाट आउँदै घुरेर आउँदै हामी सबैजना आउँदैछौँ पुरा आफ्नो गाउँतिर। पुरा सरर फरारीमा यहाँ सबैजना हामी मिलिजुली चारैपट्टिको हरियाली देखाउँदै हामी आउँदैछौँ घरतिर। अनि आउँदै हामी गोरेबारी पसलमा सागसब्जी पनि किन्न थाल्यौँ। चलो बाई बाई।